अ दर्शकहरुहरू नमस्कार। म खुसी फोटोबाट आज पनि यसरी हामी फायर लाइन बनाउँदैछौँ। यहाँ हाम्रो दिदीहरू हुनुहुन्छ है। हजुर ओके हुन्छ। अनि हेर्नुस् हाम्रो यो सेकेन्ड पाइप अनि फर्स्ट पाइप पनि छ। फर्स्ट पाइपमा चाहिँ पानी आइसकेको छ भने सेकेन्ड पाइपमा पनि आधा अवधि पानी आइसकेको छ। यो चाहिँ हाम्रो एकदम यो धराने जनताहरूको लागि चाहिँ यो पाइप जोगाउनुको लागि चाहिँ एकदम चुनौतीपूर्ण काम हो। यो हामीले कुनै पनि हालतमा बचाउनु पर्ने हुन्छ यो पाइप, किनकि हाम्रो गएको वर्ष पनि धेरै नै क्षति भएको छ जलाएर हैन। अब त्यो क्षति नहोस् भनेर, त्यस्तो घटना दोबारा नहोस् भनेर चाहिँ हामीले यसरी फायर लाइन बनाउनु पर्ने हुन्छ। सो यहाँ हामी 3-4 जना छौँ। यहाँ पनि हुनुहुन्छ प्लस यता पनि हुनुहुन्छ, धेरै उता हाम्रो मेयर साहब पनि हुनुहुन्छ। यसरी हाम्रो यो भनेको निरन्तर कन्टिन्यू हाम्रो ड्युटी नै हो, किनभने यो हाम्रो अहिले विशेष गरेर चाहिँ हामीले यो पाइपहरू बचाउनु पर्ने हुन्छ। यो चाहिँ फर्स्ट पाइप हो, यो सेकेन्ड पाइप हो हैन। फर्स्ट पाइपमा पनि अघि पनि भने पानी आइसकेको छ भने सेकेन्ड पाइपमा पनि आधा अवधि पानी आइसकेको छ। सो त्यही हो, हेर्दै गर्नु होला खुसी अनलाइन मिडिया। हाम्रो यसरी हाम्रो कामहरू भइरहेको छ। यदि तपाईँहरू पनि आउनु चाहनुहुन्छ भने आउनु होला है। हातेमालो गऱ्यो भने केही नै गर्नु सकिन्छ र हैन, सबै गर्नु सकिन्छ। हातेमालो गरेर अगाडि बढ्नुपर्ने हुन्छ, देशको लागि र देश विकासको लागि अगाडि बढ्नुपर्ने हुन्छ। हेर्नुहोस् हाम्रो नगर प्रहरी भाइहरू पनि हुनुहुन्छ, 3 जना हुनुहुन्छ। हाम्रो थुप्रै नै साथीहरू छन्। हामी एकदम ठुलो जङ्गलमा छ, यसरी सफा भइरहेको छ। हेर्नुहोस् है, यो पत्ता चाहिँ हामीले धेरै नै सफा गर्नुपर्ने हुन्छ। पत्ताहरू चाहिँ सफा गर्नुपर्ने हुन्छ। उता हाम्रो मेसिन पनि छ है। फेरि मेसिनले चाहिँ एकदमै राम्रो काम गर्ने हुन्छ। उहाँ मेसिनले चाहिँ फिनिसिङ गर्दै आउने काम भइरहेको छ। मेरो खुसी अनलाइन मिडिया हो हैन। सब्सक्राइब गरिदिनु होला प्लिज, सहयोग गर्नु होला, हेल्प गर्नु होला।